दर्शक महानुभावहरू सबैमा नमस्कार। सबनी अनलाइन खबर.com बाट म रञ्जित कुमार सदाय। आजको अतिथि हुनुहुन्छ धनगढी वार्ड नम्बर 4 का वडा अध्यक्ष युवा नेता ओम प्रकाश यादव। उहाँसँग विभिन्न विषयवस्तुमा छलफल गर्नको लागि उहाँकै कार्यकक्षमा हामी विशेष छलफल गर्नेछौँ। स्वागत गरौँ उहाँलाई। उहाँ हुनुहुन्छ नेपाली काङ्ग्रेसका वडा सभापति, धनगढी वार्ड नम्बर 4 का वडा सभापति अनि जनप्रतिनिधिका वडा अध्यक्ष। स्वागत छ अध्यक्षज्यू कार्यक्रम दलितको यात्रामा। नमस्कार, धन्यवाद। सुरु गरौँ राजनीतिबाट। तपाईँ कहिले राजनीतिमा पहिला टिक्नु भएको? म राजनीतिमा प्रवेश गरेको 2070 सालतिर। 70 सालदेखि अहिले तपाईँको पार्टीले तपाईँलाई यो सभापतिको पद कहिले तपाईँ पदमा निर्वाचित भयो? पार्टी सभापतिको पदमा कहिले निर्वाचित हुनुभएको? नेपाली काङ्ग्रेसको सक्रिय राजनीति 2070 सालमा सक्रिय राजनीतिमा प्रवेश गरिसकेपछि म अब पार्टीको विभिन्न कामकाज गर्दै 2078 सालको 14औं महाधिवेशनबाट म वडा सभापतिमा निर्वाचित भएको हो। अनि तपाईँलाई पार्टीले सभापति बनाउनु भयो, कुन अपेक्षा तपाईँसँग भएर? पार्टीका साथीभाइले मलाई सभापतिको जिम्मेवारी दिँदै गर्दा पार्टीलाई, नेपाली काङ्ग्रेस पार्टीलाई यो 4 नम्बर वडामा सङ्गठित बनाउने, नेपाली काङ्ग्रेस पार्टी मार्फत जनताका माग, जनताका समस्या, जनताका दैनिक जीवनयापनमा भोगिरहेका समस्याहरूलाई समाधान होस्। पार्टीको सिद्धान्तले पनि त्यही भन्छ। त्यही अपेक्षाहरू पुरा गर्नको लागि म एउटा उमेरले पनि युवा, अहिलेको समयको माग पनि राजनीतिमा युवा आउनुपर्छ भन्ने मागहरूलाई मध्यनजर गर्दै सबैको हुन्छ भनेर साथीभाइले, पार्टीका कार्यकर्ताहरूले मलाई सभापतिको जिम्मेवारी दिनुभएको। अहिलेसम्म पार्टीद्वारा तपाईँले जनताको समस्याहरूले समाधान हुनुभएको कि अहिलेसम्म के कसो छ? समस्या समाधानको कुरा गर्दै गर्दा यस्तो हो, म आजको दिनमा पार्टीभन्दा पनि सार्वजनिक पद वडा अध्यक्षमा निर्वाचित भएको व्यक्ति हो। अब पार्टीभन्दा पनि हामीले एउटा सार्वजनिक पदमा अहिले रहेको अवस्थामा कुरा गर्नुपर्छ। अब यो वडा अध्यक्षमा निर्वाचित भएको म 3 कार्यकाल भएर यो 4थो कार्यकाल वर्ष चल्दैछ। यो सके म आफ्नो बुद्धि, विवेक, क्षमता ले हाम्रो वडाभित्र रहेका जनप्रतिनिधि भएर होइन, पार्टीको सभापति भएर तपाईँ जनताको पहिला सभापति भएको बेलामा जनताको कुन समस्यामा तपाईँ साथ दिनुभएको? जनताको दैनिक समस्या हुन्छ। अब पार्टीको सभापति हुँदै गर्दा, वडा सभापति हुँदै गर्दा वा जनताका जस्तो अहिले हाम्रो अनेक समस्याहरू त्यही हो। दैनिक जीवनमा त अनेक खालको खानेपानी, विशेष गरी हाम्रो ठाउँमा त पञ्चायती झै झगडालाई मिलाउने, यताउति सानोतिनो समस्याहरूलाई समाधान गर्दै आएको छु। अब स्थानीय तहको चुनावमा तपाईँले जनप्रतिनिधि भएको लगभग 3 साल बितिसक्यो। अहिलेसम्ममा तपाईँ के गर्नुभयो? वडामा कुन विकास गर्नुभयो? 3 कार्यकाल बितिसक्दा मलाई ठ्याक्कै याद त छैन, तर पनि सेक्टर वाइज भन्नुपर्दाखेरि मुख्य समस्या यहाँको हाम्रो धनगढीमा 4 नम्बरको समस्या भनेको शिक्षामा एउटा आधारभूत विद्यालयलाई स्तरोन्नति,
त्यसलाई शिक्षित वातावरण मुखी बनाउने त्यो काम गरियो। दोस्रोमा खानेपानी, सिँचाइ, बाटोघाटो, कृषि सडकहरूको स्तरोन्नति, यी कामहरू गरेको हो। अहिले त्यति काम भइसकेछ। लगभग सबै त सकिसकेको अवस्था छैन, अझै गर्न बाँकी छ। अनि तपाईँको अधिकारभित्र तपाईँको सीमाभित्र वडा जनप्रतिनिधिको सीमाभित्र भएको के अहिले गर्न अझै प्लानिङ छ तपाईँको गर्ने यो वडाभित्र? म अहिले पनि मैले वाचा गरेको, मैले सोचेको धेरै काम हुन सकेको छैन। अब हाम्रो त अहिले यो साधन स्रोत सीमित छ, बजेट सीमित हुन्छ। त्यो सीमित बजेटलाई हामीले त्यो सबै क्षेत्रमा राख्नुपर्ने हुन्छ। तर पनि मेरो अहिले मुख्यतः मैले वाचा गरेको 2वटा काम गर्न बाँकी छ अहिले पनि। एउटा हाम्रो 4 नम्बर वडाको विपन्न दलितहरूलाई सकभर आवास निर्माण गर्ने कुरा र विपन्न दलितलाई शिक्षामा पहुँच, उनीहरू अधिकारमा पहुँच, यो 2-3वटा कुरा अहिले पनि गर्न बाँकी छ। म प्रयास गर्दैछु। अब तपाईँको कार्यकाल सक्न लागिसकेको छ, कहिले तपाईँ यो योजनामा जानुहुन्छ? योजना अब यो 82-83 को योजना बनिसकेको छ। सकभर हामी अहिले एउटा अझै पनि गर्न बाँकी छ। त्यो 2टा योजना मार्फत बाँकी रहेका कामहरूलाई सम्बोधन गर्ने म प्रयास गर्छु। धनगढी माई वार्ड नम्बर 4 को जनतालाई तपाईँले कुन दृष्टिकोणबाट हेर्दै हुनुहुन्छ? जनता दृष्टिकोणबाट हेर्नुभन्दा पनि जनताले मलाई दृष्टिकोण एउटा गार्जनको काम गर्दाखेरि हुने कामलाई सही मूल्याङ्कन, गल्ती भएको छ भने सही सुझाव दिने एउटा गार्जनको हिसाबले उनीहरूको अपेक्षालाई पुरा गर्ने हिसाबले म हेर्दैछु। त्यति भइरहेछ? म प्रयास गर्दैछु। भइसकेको त छ जस्तो मलाई पनि लाग्दैन। म प्रयास गर्दैछु। तपाईँको वडामा कुन कस्तो किसिमको विकास अनि वडाको बजेट कसरी विभाजन गर्नुहुन्छ तपाईँ? वडाको बजेट विभाजन त हाम्रो एउटा राज्यले मापदण्डै बनाएको छ। हरेक क्षेत्रमा विभाजन गर्नुपर्ने हुन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, त्यही मापदण्ड अनुसार सकभर मापदण्डलाई पुरा हुने गरी सबै पाएको बजेट, नगरपालिका कार्यपालिकाले दिएको बजेटलाई रकमलाई सबै क्षेत्रमा पुग्ने गरी त नभनौँ, सबै क्षेत्रलाई समेट्ने गरी बाँडफाँड गरिन्छ। बाँडफाँडको क्रममा अलिक तलमाथि आवश्यकता अनुसार तपाईँहरू बजेट किन त्यो छुट्याउनु हुन्न? यस्तो हुन्छ, आवश्यकता अनुसार कुरा गर्ने हो भने आवश्यकता हामीसँग सीमित स्रोत साधनले गर्दा आवश्यकता पुरा हुने अवस्था हुँदैन। वाडामा 60 देखि 80 लाख रुपियाँ कार्यालय सञ्चालन लगायतको बजेट हुन्छ। त्यो रकमलाई हामीले सबै राज्यको बजेट निर्माणको मापदण्ड अनुसार सबै क्षेत्रलाई समेटेर बजेट बनाउनु पर्ने हुन्छ। अब आवश्यकता मानौँ न, यहाँ शिक्षामा पनि, स्वास्थ्यमा पनि, भौतिक पूर्वाधारमा जुन खालको अब रकम आवश्यक, मेन कुरा रकमले हुन्छ। आवश्यक रकम हुन्छ, त्यति रकम हामीसँग हुँदैन। बजेटले त्यति रकम दिएको हुँदैन। अब त्यो भएको रकमलाई सबै क्षेत्रलाई समेट्नु पर्ने हुन्छ। मैले भन्न खोजेको आवश्यकता अब कुन काम यसपालिको आवश्यकता जस्तै खडेरी भएको थियो, अब आधीभन्दा बढी बजेट तपाईँ यो खडेरीमा किन सिँचाइमा लगाउनु भयो, त्यो कुरा मैले भन्न खोजेको। अब मापदण्ड अनुसार त्यो त मापदण्ड छँदैछ, अनि मापदण्ड आफैले बनाउन मिल्छ कि मिल्दैन? वडाले बनाउन मिल्छ कि मिल्दैन? बनाउन अब हरेक कुरालाई कानुनी
दायरामा बसेर गर्नुपर्ने हुन्छ। तर पनि विशेष परिस्थितिमा जस्तो अब खरेडी राज्यले योपालि सुक्खा क्षेत्र घोषणा गरेको अवस्थामा त्यति बेला हाम्रो बजेट बनिसकेको थियो। त्यो बजेट बनिसकेको बजेटलाई हामीले तलमाथि गर्न मिल्दैन। त्यो बजेटलाई हामीले त्यसलाई बजेट के भन्छ त्यसलाई त्यो गर्नलाई पनि एउटा कानुनी प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ। अब बजेट अब नयाँ बजेटमा हामीले यो 4 नम्बर वडा कृषिमा आधारित वडा रहेको हुनाले यो पालि सकभर हामीले पाएको 4 नम्बर वडाले पाएको बजेटलाई सुक्खाग्रस्त क्षेत्रलाई पुरा हुने गरी त्यो समस्यालाई सकभर समाधान हुने गरी बजेट बनाएको छ यो पालि। यसपालिको अवस्था सिँचाइमा बढी जोड दिनुभयो, बजेटले जोड दिएको छ। अनि अरू योभन्दा अलिक सिँचाइ भयो, त्यहाँ पछाडि खानेपानीको पनि अब हामी यहाँ वडा कार्यालयदेखि माथिको भेगमा खानेपानीको पनि समस्या हुन्छ। सिँचाइ, खानेपानी र मुख्यतः अब विपन्न दलितलाई सुरक्षित आवास निर्माणको विषयलाई पनि समेटेको छ यो बजेटले। लगभग कति घरधुरी विपन्न? लगभग अब त्यो रकममा इस्टिमेट अनुसारको कतिवटा इस्टिमेट हुन्छ, त्यो अनुसार अब एउटा निर्णय गरेर वडा समितिले निर्णय गर्छ, त्यो निर्णय अनुसार कार्यान्वयन हुन्छ। शिक्षामा अहिलेसम्म वार्ड अनि स्वास्थ्यमा कसरी वडा हेर्नुहुन्छ? वडाको स्वास्थ्य कार्यालय किन अहिलेसम्म सञ्चालनमा आएन? त्यो वडाको स्वास्थ्य कार्यालय सञ्चालन नहुनुमा त्यो वडाको पहुँच र वडा अध्यक्ष वा वडा समितिको पहुँचभन्दा क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो। त्यसलाई नगर, प्रदेश वा सङ्घीय सरकारले समेटेर लग्यो भने मात्रै त्यो सञ्चालनमा आउन सक्छ। किनभने हामीलाई त्यो वडा आधारभूत वडा कार्यालय बनेको आज 3-4 वर्ष भयो। 3-4 वर्ष भए पनि त्यो मेन पावर मतलब भनौँ न त्यहाँ भएको भौतिक पूर्वाधार निर्माण, त्यसको संरक्षण र मेन पावरको अभावले, डाक्टर नर्सहरूको अभावले त्यो सञ्चालन हुन सकेको छैन। त्यो डाक्टर नर्स वडा कार्यालयले, वडा अध्यक्षले भर्ना गर्ने राख्दैन, त्यो अधिकार क्षेत्रभित्र पनि पर्दैन। नगर स्तरीय कुरा हो त्यो। नगरले, प्रदेशले, सङ्घीय सरकारले त्यसलाई म्यान पावर पठायो भने वडाले समन्वय गरेर त्यसलाई सञ्चालन गर्न सक्छ। त्यति प्रयास वडाले गर्नु भएको छ कि छैन? प्रयासको कुरा त छोड्दै, प्रयास होइन यो कुरा। अब म हरेक बैठकमा, आज यो तेस्रो नगरसभा, चौथो नगरसभा हुँदै गर्दा त्योभन्दा अगाडि पनि हरेक नगरसभा, हरेक कार्यपालिका बैठकमा हाम्रो नगरभित्र यो 4 नम्बर वडा मात्रै होइन, हाम्रो नगरभित्र जति पनि आधारभूत स्वास्थ्य चौकीहरू छ त्यसलाई सुचारू गरौँ। हामीले त्यो अनुसारको बजेट छुट्याउँ, नीति कार्यक्रम बनाऊँ, नीति कार्यक्रम अनुसारको बजेट छुट्याउँ। म हरेक बैठक, हरेक सभामा यो कुरा उठाउँदै गरेको छु। अनि तपाईँको अनुभवमा कति दिनसम्म त्यो सञ्चालन आउँछ? अब यो ठ्याक्कै म भन्न सक्ने अवस्थामा अहिले छैन। किनभने यो अहिले देशको अवस्था, राज्यले लिएको नीति, यो कुराहरू सबैमा भर पर्ने कुरा हो। म जोरदार माग उठाउँदै गर्दा, हाम्रो वडा अध्यक्षहरूले उठाउँदै गर्दा नगरसभाको, कार्यपालिकाको बैठक, नगरसभाको सभामा अब यसले सबै कुरा बजेट, त्यसको विभिन्न प्रक्रियाहरूले गर्दा यो प्रक्रियागत झमेलाले गर्दा पनि यो सञ्चालन नहुन सकेको अवस्था छ अहिले। अनि शिक्षातिर जाउँ। शिक्षामा कति बजेट तपाईँहरू विभाजन गर्नुभएको, अनि कतिसम्म अहिले शिक्षामा सुधार आएछ? पहिलाको र अहिलेमा के कस्तो फरक देखिन्छ? सुधार भन्दा पनि सुधार त अब यस्तो, हाम्रो यो 4 नम्बर वडामा एउटा मात्रै आधारित विद्यालय छ। त्यो विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने अब यो म एक्लैले प्रयास गर्दैछु।
त्यो विद्यालयमा हुने शैक्षिक क्रियाकलाप, त्यसमा चाहिने शिक्षकहरू पनि यो बजेट सम्पूर्ण वडा कार्यालयले वडाबाट 2टा शिक्षक राखेको छ। अनि नगरबाट पनि शैक्षिक अनुदानहरूले गर्दा त्यहाँ राखेको छ शिक्षकहरू। अब यो शिक्षक गुणस्तरमा पनि हाम्रो यस्तो यो जुन ठाउँमा हाम्रो छ विद्यालय, यो विद्यालयमा म एक्लै वडा अध्यक्ष एक्लै कसैले यो शैक्षिक गुणस्तर हामीले हाम्रो तर्फबाट दिने सकभर हरसम्भव 100% प्रयास गर्छौँ। र त्यहाँ विद्यालयमा उपस्थित हुने विद्यार्थी, त्यो विद्यालय जाने विद्यार्थीको गार्जन, हरेक क्षेत्रले यसलाई सहयोग गर्यो भने मात्रै शिक्षाको गुणस्तर सुध्रिन्छ जस्तो लाग्छ मलाई। त्यसमा पनि मुख्य जिम्मेवार व्यक्तिहरू जस्तो वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयका शिक्षक शिक्षिकाहरूले पनि एउटा वातावरण बनाएको अवस्था अहिले चाहिँ छ। विगतको भन्दा अहिले सुधारमा आएछ मेरो हिसाबले त आएको छ। अब तपाईँहरूको अनि शिक्षा गुणस्तरीय बनाउनको लागि अभिभावक बैठकहरू गराउनुहुन्छ कि तपाईँको अध्यक्षतामा गराउनु भएको छ कि छैन? अब यो विद्यालय विशुद्ध अभिभावक बैठकको कुरा गर्दै गर्दा अब यो अभिभावक बैठक त्यो प्रहले गराउने हो। प्रधानाध्यापकको मुख्य जिम्मेवारी हुन्छ विद्यालयका दैनिक क्रियाकलापहरू, शैक्षिक गुणस्तरका कुराहरू, विद्यालयमा त्यो विद्यालय सञ्चालनको निम्ति चाहिने सहयोग सहकार्य अपेक्षा उनी अब आवश्यकता अनुसार गराइरहेको छ र गराउँदै होला पनि। शिक्षाको विषयमा अझै केही सुधार्नुपर्ने प्रक्रियाहरू? शिक्षाको विषयमा धेरै कुरा सुधार गर्नुपर्ने छ। अहिले पनि त्यो गार्जन, विद्यालयमा जाने विद्यार्थीहरूको गार्जनसँग अन्तर्क्रिया जस्तो कुरा उठाउनु भयो। विद्यालय पठाइसकेपछि मेरो विद्यार्थी त्यहाँ पढेको छ कि छैन, त्यो विद्यालयको निरन्तर शिक्षा डेलिभरी, प्रधानाध्यापक शिक्षक शिक्षिकाहरूले मेरो बालबच्चालाई गुणस्तर शिक्षा दिएको छ कि छैन, निरन्तर गार्जनले विशुद्ध मोनिटर रेखदेख गर्नुपर्ने हुन्छ। मात्र त्यो विद्यालयको गइसक्यो मेरो बालबच्चा, अब गइसकेपछि त्यहाँ के गर्दैछ, शिक्षक शिक्षिकाको भरमा मात्रै नछोडेर हाम्रो बालबच्चालाई हामीले पनि अब यो सामुदायिक विद्यालयमा हाम्रो विद्यालयमा कस्तो गुणस्तर पढाइ भइरहेको छ त्यसलाई सबै तर्फबाट मोनिटर गर्यो भने, रेखदेख गर्यो भने पक्कै पनि सुध्रिन नसकेको कुराहरूलाई, कमजोरीहरूलाई सुधार्दै उन्मुख हुन्छ र सुध्रिन्छ जस्तो लाग्छ मलाई। यसमा तपाईँले त भूमिका खेल्नै पर्छ। मेरो मुख्य भूमिका हुन्छ। म मेरो जिम्मेवारीबाट म कहिले पनि पछाडि हट्दिनँ, अहिले पनि खेलिरहेको छु। म मेरो भूमिका अहिले पनि पुरा गर्ने प्रयास र गर्दैछु पनि। यो शिक्षाको गुणस्तर सुधार गर्न, यहाँका बालबच्चा, मुख्यतः हाम्रो आधारभूत विद्यालयमा यहाँका गरिब दलितका बालबच्चाहरू पढ्ने गर्छन्, जो निजी विद्यालयहरूमा पढाउन सक्ने क्षमता राख्दैन। यस्ता गार्जनका बच्चाहरू हाम्रो सामुदायिक विद्यालयमा पढ्ने गर्छन्। उनीहरूलाई पनि गुणस्तर शिक्षा राज्यको आवश्यकता एउटा उद्देश्य भएको हुनाले हामीले गुणस्तर शिक्षा दिनलाई वडा कार्यालय र वडा अध्यक्षको तर्फबाट गर्नुपर्ने र निभाउनु पर्ने सबै भूमिका निभाउन तयार छु। अनि विकासकै क्रममा बढी बाटोघाटोको अहिलेसम्म 4 नम्बर वडामा बाटोघाटोको समस्या अहिले बाँकी छ कि पुरा भइसकेको छ? लगभग अहिले पनि मुख्य बाटो लगभग 25% अहिले पनि बन्न बाँकी छ। 75% लगभग हाम्रो यो मेन बाटोहरू बनिसकेको अवस्था छ। 25% बन्न बाँकी छ र कृषि सडकहरूलाई स्तर उन्नति गर्न बाँकी छ अहिले पनि। तपाईँको कार्यकाल नसकुन्जेलसम्ममा भ्याउनुहुन्छ कि? यस्तो अब यो बजेटको हिसाबले जुन खालको अहिले राज्यको नीति बजेट सञ्चालनको प्रक्रिया
छ त्यो हिसाबले भ्याउला जस्तो मलाई लाग्दैन। यो बजेट सञ्चालन, बजेट बाँडफाँड गर्ने नीति सबै कुराले असर पार्छ त्यो कुरामा। अब म एक्लै गरेर अब म पनि कानुन हामी न वडा समितिले बजेट बाँड्ने, अघि पनि भने वडा समितिले बजेट बाँडफाँड गर्दा त्यो कानुन त्यो प्रक्रियाभित्र रहेर सबै क्षेत्रलाई समेटेर बनाउनु पर्ने हुन्छ। निश्चित रकमलाई सबै क्षेत्रमा पुग्ने गरी बाँड्नु पर्ने हुन्छ। लास्टमा तपाईँलाई एउटा अलि मार्मिक प्रश्न छ। तपाईँ जनताको प्रतिनिधि कि पार्टीको प्रतिनिधि? यो म जनताले मलाई बनाएको जनप्रतिनिधि हो। मलाई पार्टीको प्लेटफर्मबाट पार्टीले मलाई जनताको सेवा गर्नको निम्ति अगाडि सार्यो र जनताले मलाई यो व्यक्तिले हाम्रो अपेक्षा आकाङ्क्षा निर्वाचित भएर आइसकेपछि पुरा गर्छ भनेर जनताले मलाई जनप्रतिनिधि बनाएको। म जनताको जनप्रतिनिधि हो। अनि जनताको जनप्रतिनिधि भएर जनताको समस्याहरूमा कुनै समस्याहरू यस्तो यस्तो छ त्यसमा तपाईँ केलाउनु भएछ जस्तै मलाई लागिरहेछ। यस्तो हुन्छ, म पनि तपाईँहरू जस्तै मान्छे हो। तपाईँहरूकै गाउँघरको हरेक समस्या म बुझ्दै समाधान हुन्छ भन्ने हुँदैन। म मेरो तर्फबाट सकभर समाधान गर्ने प्रयास गर्छु। म मेरो तर्फबाट हरेक समस्यालाई मेरो क्षमता बुद्धि विवेकले भ्याउनेसम्म म समाधान गर्ने प्रयास गर्छु। अनि 4 नम्बर जनतालाई तपाईँ के भन्न चाहन्छु लास्टमा भनिदिनुहोस्? म यो 4 नम्बरका सम्पूर्ण आदरणीय हाम्रा जनता, हाम्रा काका काकी दाजुभाइ दिदीबहिनीलाई तपाईँहरूले मलाई जुन अपेक्षा राखेर जुन आशा राखेर जनप्रतिनिधिमा जिम्मेवारी दिनुभयो त्यो जिम्मेवारी म पुरा गर्ने प्रयास गर्दैछु र भोलिको दिनमा पनि पुरा गर्दै जानेछु। मेरो बुद्धि विवेक क्षमता हैसियतले भ्याएसम्म म तपाईँहरूको इच्छा आकाङ्क्षा समस्यालाई सम्बोधन र समाधान गर्ने प्रयास गर्छु भने म उहाँहरूलाई आश्वस्त गराउन चाहन्छु। हस् त, धन्यवाद।